Hello guys, welcome to my mini vlog. Vlog. हार्दिक नमस्ते है त हजुर सबैजनालाई। यो चाहिँ मेरो 100 भ्लग च्यालेन्जको तेस्रो दिन हो। आज चाहिँ म यहाँ बाहिरी वातावरणमा छु। सुतिरहेको थिएँ, टर्र घन्टी बज्यो फोनको, अनि के भएछ भनेर फोन उठाएको। यहाँ दाइहरूले चाहिँ कल गर्नुभएको रहेछ। यहीँ यस्तो सवारमा अमेरिकाको स्मुथ कारले चाहिँ। गुड मर्निङ दाइ, आजको दिन कस्तो भयो काम? अनि सुमन दाइको किन बोल्न चाहनु भएन हौ? टक्कै छ है। म चाहिँ यहाँ छुट्टी बसेर आनन्दले दाइहरूसँग यहाँ कफी खान निक्लेको हो। अब भित्र के हुन्छ अहिले एकछिन रमाइलो हुन्छ हाम्रो। ल दाइहरू छिर्छ, मेरो टर्न। ल दाइहरूसँग टक्क छिर्दैछ। अब खिच्छु है दिदी म। हजुरको नै यहाँ म सामानको मात्रै है त। सरी हजुर। हस् हस्, हजुरहरूको नै। हजुर के पर्दैन दाइ? यहाँको भ्यू चाहिँ यस्तो डेन्जर रहेछ। एकदम गोप्य थियो भाइ। अस्ति भाइको भिडियो देखेछु, सबै थाहा के चिज दाइ? साथीलाई चाहिँ थाहा छैन कि कहाँ छ भन्थ्यो कि सधैँ। तपाईँ यहाँ छ भने थाहा पाएछ? परेन दाइ, अमेरिकामा हराएर हुन्छ। नेपालमा नेपालमा नि अमेरिका गएको छ, कहाँ गयो के गर्यो थाहा हुँदैन। भिडियो त एक दुईवटा जानु पऱ्यो नि त। होइन त प्रकाश है, अमेरिका गएर कहाँ गयो के गर्दैछ भन्ने हुन्छ नि त। अनि त्यो हराउन त भएन नि, होइन? आउनु पऱ्यो नि। कफी चाहिँ आइसक्यो होइन? डोनट पनि ल, पहिला कफी चेस गरौँ त दाइ। ल दाइ चेस, गुड मर्निङ चेस। वाह ल गाइज पनि चेस। यो चाहिँ यहाँ राखौँ दाइ। व्यापक खर्च गऱ्यो नि त यसपालि। तपाईँहरू दुईजनाको भोइसको लागि हो कि। सस्तो मस्तो नआउँदो रहेछ, मान्छे फेरि घरिघरि फेर्न किन भनेर। यो चाहिँ हजुरको ला यार, ट्याक्स गर्दाखेरि $129 जतिको किनेको। हजुर अब इन्टरभ्यू पोडकास्ट चलाउन, अब पोडकास्ट अब पत्रकार भन्ने दाइ। ल भिडियो चाहिँ चल्दैछ नि त। आयो नि त्यतिको बेला सपनामै थिएँ। यसो हेरेको सुमन दाइको रहेछ। यहाँको कफीले त मनी नै ल्यायो हिजो स्टारबक्समा खाएको। फेरि त्यो मेरो अर्को दाइसँग त त्यति मिठो चाहिँ रहन्छ दाइ भनेर सोचेँ। म फ्यालिदिन्छु फ्यालेर। हजुर दाइ, म 2024 10 तारिकमै गएको। 26 फेब्रुअरीमा त यहीँ आइपुग्यो नि दाइ। अब यहाँबाट कहाँ जाने? हजुरलाई आजको पोडकास्टमा धेरै धेरै स्वागत छ। धन्यवाद। सुरुवात चाहिँ बाल्यको कालबाट गरौँ के अरे। सामान्य पोडकास्टमा आइदिनु भएको धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद। अहिले चाहिँ एकदम वातावरण सुनौलो भइसकेको छ आज दिन। सूर्यनारायणको चाहिँ होस्, मजाले गफ गर्दैछौँ। यहाँ सिस्टम चाहिँ के हुन्छ, यहाँ मान्छे हामी चाहिँ भित्र छिरेर खायौँ, तर मान्छेहरू चाहिँ यहाँबाट सर गाडी लिएर जान्छ। अनि गाडी लिएर यताबाट अर्डर हियर त्यो खम्बानेरी अर्डर गर्छ होइन। अनि त्यसपछि चाहिँ मान्छेहरू अनि फेरि त्यहाँ खम्बाबाट कारको झ्यालबाट हेलो हेलो गरेर अर्डर लिन्छ। अनि लिएपछि ऊ यहाँ झ्यालबाट टक्क सामान लिन्छ, अनि त्यसपछि जान्छ। ओ त्यहाँ यत्तिकै मान्छे आइसक्यो। मे हेल्प यु भनिसक्यो। त्यसरी अर्डर लिने जाने, त्यस्तो सिस्टम सही छ। यो चाहिँ अमेरिकाको बाल्टिमोर राज्यको म्यारील्यान्ड बेरी हल एरिया वरिपरिको दृश्य हो। अघि दाइ अगाडि हुनुहुन्थ्यो र दाइले फेरि मलाई यहाँ अगाडिको सिट छोडिदिनु भयो। दाइलाई धन्यवाद। अनि यहाँ टक्क लाएर खिच्दैछु म अगाडिपट्टि फर्काएर। यहाँबाट देखेर यहाँ अमेरिकामा पेट्रोलको भाउ चाहिँ एकदम यहाँ $4.25 छ पर अर्को बोर्डमा। अर्को पेट्रोल पम्पमा चाहिँ फेरि $4.24। अहिले चाहिँ ट्याक्कै मजाले घाम ताप्न यहाँ बसेको। स्कुल टाइम सुरु भएछ। स्कुल टाइम यहाँ तल चाहिँ स्कुल छ। रमाइलो भएर चाहिँ यहाँ आज तेस्रो दिनको भ्लगले तपाईँलाई कतिको इन्टरटेन दियो कमेन्ट गरिदिनु होला। यो चाहिँ पेरी हलको हाई स्कुल हो सायद। म यो चाहिँ
भोलि घुम्न आउँछु म है त्यो ठाउँ चाहिँ। ल फाइनल्ली चाहिँ म अहिले चाहिँ घर अगाडि आइपुगिसक्यो। घर अगाडिको मौसम यस्तो छ, भोलि पर्सि हिउँ पर्दा सेतो हुन्छ, तर अहिले चाहिँ एकदमै रमाइलो छ। ओके, सो आजको भिडियोले तपाईँहरूलाई कतिको इन्टरटेन दियो, कस्तो भयो कमेन्ट गरिदिनु होला। र फेरि भोलिको भिडियोमा म हजुरलाई भेट्नेछु। आजको लागि बाई बाई।